कोसँग अरे? ओहो यो त हेर न पिङ खेलेको। खेल्छौँ त। हाई हाई ओहो फुच्ची हाई। हाई को हो तिमी? छोरी छोरी हो। ल गाइज हामी यहाँ धान काट्न आएको आज। यो सबै हाम्रो धान हो। अलिकति पाकिसक्यो धान। धान काटेर यहाँ सुकाएको, खेतमा सुकाउनु मिलेन त्यही भएर यहाँ सुकाएको। अय आउ ल जाम। यो चाहिँ हाम्रो घर हो। यहाँ अहिले हामी बसिन्न किनभने यहाँ बस्न चाहिँ अलिकति घरमा मान्छे नभएको हुनाले नबसेको। आज धान काटेको साह्रै थकाइ लाग्यो। यसपालि सिमी पनि धेरै खान पाइन्छ होला सायद। तरकारी फलेछ क्या हो? त बोडी फले जस्तो लाग्थ्यो। आज चाहिँ घरमा यहाँ खर छ। यो खर पनि एक दिन आएर काट्नु पर्यो। माथि त सब्जी त रहेछ अलिअलि, टिप्नै नसकिने भयो क्या हो। के खाएको त्यस्तरी? चाउचाउ खाएको? लगाइज ओके बाई। आज हामी फेरि आफू बस्ने रुमतिर फर्किँदैछौँ। भोलि फेरि आउनु पर्ने हुन्छ यो धान चाहिँ पिट्नुको लागि। यो धान पिटेर पराल चाहिँ फ्याँक्दिने हो। घरमा गाई बस्तु छैन, के गर्नु। लगाइज